यो भिडियो हेर्नुस् त कति रमाइलो जल पर्यटन यहाँ कायाकिङ भइरहेको छ। जति हेरे पनि मन अगाउँदैन, अझ हेरौँ हेरौँ लाग्छ, आँखा थाक्दैन। अनि यो अर्को फोटो यो हेर्नुस् त, सुकेको नदी, उराठ लाग्दो बगर। यो बगर देख्दा मनमा सुन्दरता उब्जन्छ कि निराशता। नदीको पानी सुरुङमा हालेपछि हिउँदको समयमा नदीको हकीकत चाहिँ यस्तो हुन्छ। यो दलालमा थुनिएको मध्य मर्स्याङ्दी हो। नमस्कार, जहाँ पानी मात्रै बग्दैन, सपना, संघर्ष र सौन्दर्य एकै साथ बग्छन्। मर्स्याङ्दीको आवाज, हाम्रो आवाज। मैले एक ठाउँमा नारा देखेको थिएँ, साह्रै मन पर्यो। यो हाइड्रो पावरको जलाशय बन्ने स्थल हो। यो सलल बगेको पानी र जल पर्यटनको प्रचुर सम्भावना बोकेको यो नदीको पानीलाई सुरुङमा हाल्ने भनेपछि विशेषरवासी र स्थानीयले विरोध गरेका छन्। आज मर्स्याङ्दी नदी र यसको सुन्दरतामाथि भएको आक्रमणको विषयमा सबैले आवाज उठाइरहेका छन्। हो, मर्स्याङ्दी नदी धेरै पटक धेरै ठाउँमा सुकेको छ, तर सुकेको पानीमा त्यहाँका स्थानीयले दाह संस्कार गर्छन्। मर्स्याङ्दीको चिसो पानीको माछा स्वादिलो हुन्थ्यो। माछा मार्ने र जीविका चलाउने पुर्ख्यौली पेशा थियो। अहिले सुकेको पानीले माछा मार्ने पेशालाई पनि इतिहास बनाएको छ। मर्स्याङ्दी नदीमा अहिले 3वटा हाइड्रो पावर जन्मिसकेका छन्। अर्को 3वटा गर्भमा छन्, मतलब निर्माणाधीन चरणमा छन्। तीमध्ये 50 मेगावाटको अहिले बनिरहेको मर्स्याङ्दी बेसी हाइड्रो पावर भने अचानक अड्किएको छ। पहिरो आउँदा बाटो रोकिए झैं अड्किएको छ। या आन्दोलनको पहिरो खसेको अहिले। मर्स्याङ्दी नदी बचाउ अभियानको र्याली अहिले यहाँ भइरहेको छ। रमाइलो त के भन्ने, जस यो बाध्यता पनि हो स्थानीयको। स्थानीय नागरिक र मर्स्याङ्दी नदी बचाउ अभियानको अभियन्ताहरू नेताको न्यानो भाषणमा होइन, नदीको सिरेटोमा टीका लगाएर संघर्ष गरिरहेको देखिन्छ। कसैले भन्छन् सुरुङ बन्यो भने विश्व बजारको सुन्दरता रहँदैन। कसैले भन्छन् नदीबाट रोजगार लिनुपर्छ, अवसर लिनुपर्छ, हाम्रा कार्यकर्ता पाल्नुपर्छ। फेरि अर्कोले भन्छ नदीलाई कैद गर्न पाइँदैन, स्वतन्त्र बग्न दिनुपर्छ। नदीको आवाज भनेर अभियन्ताहरूले अहिले हस्ताक्षर अभियान पनि चलाएका छन्। सायद यो सकियो पनि होला। विरोध र्याली भइरहेको छ जताततै। बजारमा यति ठुलो विरोध र्याली भयो। यो सामाजिक सञ्जालबाट पनि ठुलो विरोध गरिरहेका छन्। उता हाइड्रो पावरको पक्षधरहरू भन्छन् बत्ती चाहिन्छ, रोजगारी चाहिन्छ, विकास चाहिन्छ। स्थानीयले जे माग गर्छन् त्यो सबै पूरा गरिदिन्छौँ। कसको कुरा मान्ने भनेर मर्स्याङ्दी नदी पनि छटपटाइरहेको छ होला जस्तो लाग्छ। पक्कै पनि सुरुङभित्र नदीलाई स्वतन्त्रता मिल्दैन। वातावरणमा प्रत्यक्ष असरका विषयमा यहाँका स्थानीयले अघिल्ला हाइड्रो पावरको निर्माणपछि तीतो अनुभवले आन्दोलित भएका हुन्। पक्नस भिडियो अलि सकिन लागेको छ। अब अन्तिममा छु है त। अर्को प्ले कार्ड पनि मैले देखेको थिएँ। धन कमाउन नदी नष्ट गर्न पाइँदैन भनेर लेखिएको रहेछ। कस्तो राम्रो लाग्यो क्या। धन कमाउन नदी नष्ट गर्न पाइँदैन। हाइड्रो पावर भनेको त विनाशबाट हुने विकास हो। यस्तो विकास स्थानीयले चाहिँ चाहिँदैन हामीलाई भनेर चाहिँ विरोध गरिरहेका छन्। यो प्ले कार्डमा पनि लेखिएको छ। मर्स्याङ्दी नदीमा बनिरहेको र बन्दै गरेका हाइड्रो पावरहरूको क्षमता, प्रभाव, फाइदा, बेफाइदा यी सबै बारेमा धेरैले राम्रैसँग जान्नुहुन्छ। अझ गहिराईमा जान्न मन लाग्यो भने तल कमेन्टको ढोका खुल्ला छ। तपाईँ ढकढक्याउनुहोस्, म खोलिदिन्छु। तपाईको एउटा अभिमत, एउटा वाक्य, एउटा सुझावले नदीको भविष्य बदल्न सक्ने शक्ति बोक्छ। त्यसैले तपाईले पनि सुझाव दिन सक्नुहुन्छ, दिनुहोस्। आजको भिडियो कस्तो लाग्यो? मन परेको भए
मनको कुरा भन्नुहोस्। मन नपरेको भए आलोचना गर्नुहोस्। आलोचनाले चाहिँ मेरो यो प्रस्तुतिलाई धारिलो बनाउँछ। फेरि अर्को भिडियोमा भेटौँला। मर्स्याङ्दी नदी जस्तै स्वतन्त्र भएर बगिरहनुहोस्। नमस्कार।